हेलो त मेरो यो डेट थ्री ब्लगमा तपाईँ सबैलाई नमस्ते। आजको दिन अलि स्पेसल थियो किनकि आज मेरो जीवनको एउटा ठुलो सपना पुरा भयो, भिसा आयो होइन। अनि यो सानो कोठाबाट सुरु भएको सपना आज नयाँ यात्रातर्फ अघि बढ्दैछ। एकजना साथीसँग बाइक चढेर निस्किँदै मनमा एक्साइटमेन्ट पनि थियो अनि अलिअलि नर्भस पनि। यो बाटो केवल सडक होइन, यो मेरो फ्युचरतर्फको यात्रा जस्तो लागिरहेको थियो। एकजना साँचो साथीको साथमा यात्रा अझै स्पेसल बनिरहेको थियो। तर अन्त्यमा हामी पुग्यौँ भैरव मन्दिर। अरू मन्दिरमा फुल चढाइन्छ तर यहाँ मानिसहरूले भगवानलाई रक्सी चढाइरहेको थियो। पहिलो पल्ट देख्दा अलि अनौठो लाग्यो तर यो पनि एउटा गहिरो विश्वास रहेछ। भगवान भैरवलाई मानिसहरूले आफूले मान्ने तरिकाले सम्झिन्छ। आज मैले केही मागिनँ, सिर्फ धन्यवाद दिए यो अवसरका लागि, यो नयाँ सुरुवातका लागि। अब यात्रा सुरु हुँदैछ, टाढा देश, नयाँ सपना, तर विश्वास सबै ठिक हुनेछ। यतिमा हामी सबै सकाएर मन्दिर घुम्यौँ होइन। अनि म र मेरो साथी मन्दिर घुम्दा घुम्दै भगवानको